पनि एकदम सन्चै आरामै छु अनि त्यसपछि आज चाहिँ हामी जान लागेको सबैजनालाई देखाउँछु। आज चाहिँ हामी जान लागेको सामानहरू किन्नुलाई के सामान भनेर चाहिँ अहिले तपाईँहरूलाई हामी त्यही गएपछि देखाउँछौँ है गाइजहरू। गाइज हामी चाहिँ आइसक्यौँ यहाँको पुलमा, यहाँको समुद्रमा आइसक्यौँ। चाहिँ मैले भ्लग बनाउँदै अब यहाँबाट चाहिँ हामीलाई त्यो सामान किन्ने ठाउँमा पुग्नुलाई चाहिँ हामीलाई कति बेर लाग्छ भने गाइज हामीलाई 10 मिनट लाग्छ। तपाईँहरूलाई म यताको चाहिँ भ्यू देखाउँदै। एकदम चिसो छ समुद्र। नेपाली पसल गएको आज सोमबार चाहिँ नेपाली पसल बन्द हुँदो रहेछ, त्यही भएर फेरि हामी त फर्केको घिकै ठाउँतिर। ल अब हामी डाइसोमा जाने हो। डाइसो अब चाहिँ हामी जाँदैछौँ डाइसो गएपछि फेरि हजुरसँग म भेट्छु। गाइज अब चाहिँ हामी आइसक्यौँ डाइसो। तपाईँहरूलाई चाहिँ म डाइसो देखाउँछु है त। अब लुक एट यो भित्र चाहिँ हामीले सामानहरू किन्नु पर्ने हुन्छ। पैसा कमाएको चाहिँ सबै खर्च चाहिँ यहीँ हुन्छ है गाइज, यहीँ हुने हो। 5 किलो चामललाई 5,055 5 केजी चामललाई। सामानहरूको चिज महँगो देखेर हामी चाहिँ झन्डै ढलेनौँ अनि चाहिँ हामी जाँदैछौँ। लुक एट घर फर्केको अनि सामान किन्न गएको पनि किनेनौँ। चिसो नि लास्ट चिसो, तर सामानहरू पनि केही पाएनौँ हामीले। हाम्रो आज सायदै परेन छ, त्यही भएर अब चाहिँ हामी घर फर्केको। मान्छेहरू यहाँ स्याड छन्, स्याड उता नि स्याड। 5 किलो चामललाई 5,055 5 केजी चामललाई। हामी आइसक्यौँ मेन ढोकामा। यो ढोका चाहिँ यस्तो हुन्छ, हेर्नु अहिले त हजुरलाई देखाउँछु। यहाँ पक्का लाएर यो डाइसो भनेको चाहिँ